मैले हेरेको छैन है कस्तो छ। राति आएको हामी होइन, यहाँ कस्तो देखिन्छ होला भन्ने मलाई थाहा छैन। गर्मी गर्मी रहेछ। भ्यू त रहेछ है गजबकै। स्विमिङ पुल रहेछ तल। यता अरूहरू कटेजहरू पनि रहेछन्। म चाहिँ मुख पनि धोएको छैन। जुरुक्क उठ्ने बित्तिकै मैले चाहिँ यो भ्यू मैले हेरेको कस्तो रहेछ भनेर। ल गजब रहेछ। यो यस्तो छ दृश्य बिहानको। खै कहाँबाट टिपेर लाउ न कानमा। फोटो खिच्दिनु न एउटा। कति राम्रो। ब्रेकी टाइम फर ब्रेकी ब्रेक यहाँ चाहिँ यस्तो रहेछ। सरी फर द्याट भने जस्तो लागेको थियो नि। पिपल हु लभ टु इट आर अलवेज द बेस्ट अरे ल। सही हो। यस्तो रहेछ। बसिरहने ठाउँ। सायद नेपालको चटपटे यस्तै फेमस होला किनभने सब केटीहरू भोटरका धुन्ने गएको नि त। कहाँ जानु लागेको अरे आज फर्स्ट डे आउट अरे राइस टेरेस स्विङ। सो त्यसको लागि चाहिँ यहाँ ट्याक्सीबाट जाँदै गर्दाखेरि वी क्यान सी सो मेनी पिपल अन द वे लाइक इट्स क्रेजी इट्स बिजी। अनि सबैजना यहाँ वी क्यान सी द कल्चरल ड्रेस अफ इन्डोनेसिया। इज द्याट स्कुल ड्रेस? Looks the guy boys wearing school dress or normal dress? Oh, dress. Here, dress. Yeah. Balinese in dress. Balinese dress. Yes, dress. Yeah. From student. And then Yes. Oh, they are students. पूजा गरेको From school. धरन That's for coffee. Yeah. Two people. Thank you. Hello. First our price list. Line and for the swing. यो चाहिँ सबैजना स्विङ गर्नको लागि चाहिँ यहाँ यो चाहिँ राइस टेरेसमा स्विङ गर्ने हो होइन। यहाँबाट हेर्दाखेरि चाहिँ यस्तो देखिन्छ। Swing ready? Okay, yo. 63. Thank you. That side.
रहेछ कस्तो आयो भनेर हेलो आँटीलाई आफूलाई त त्यो स्विङ गर्दा कति डर लाग्यो मान्छे जिप लाइन त्यो उमा यस्तो ठाउँ बनाएको उमा सिकिङ राइस टेरेसमा छौँ हामी होइन यहाँ चाहिँ त्यो एउटा धानबारीलाई पनि कस्तो मजाले होइन यतातिर फोटोग्राफी भयो अनि जिप लाइन स्विङ अनि त्यस पछाडि जिप लाइन अनि सबै कुराहरू राखेर यस्तो रमाइलो बनाएको छ यहाँ होइन यति रमाइलो छ यहाँ मान्छेहरू यति रमाउँछन् यति फोटो खिच्छन् सेम हाम्रो जस्तै हो यहाँनिर ए कराइरहेछ किराहरू होइन तर त्यही नै हो Okay, we are in the other side of terrace. अब यहाँ we would get some coconut water. यताबाट अनि यहाँबाट भ्यू चाहिँ अर्कै फेरि स्टनिङ छ होइन अलिकति घाम अलिकति बादल लागेछ होइन तर वेट फर इट होइन जिन्दगीमा घाम अवश्य लाग्छ पर्खिनुपर्छ है त्यस्तै छ कुरा होइन छोडेर अनि मान्छे जान्छन् त अनि विदेश ए बालीमा अनि यो काम गर्नेहरूलाई त दुःख छ नि यहाँ काम गर्नेहरूलाई त कमै पैसा हुन्छ नि तिमीलाई पो यहाँ यो लाइफ हो त यहाँ काम गर्नेहरूलाई सधैँ दुःख यहाँको मान्छेले यही किनेर है महँगो पर्छ उनीहरूलाई खट्नुपर्छ काम कस्तो अघि हामीले फोटो खिचिदिने मान्छे कति पसिना भयो अब उनीहरू जिपलाइन गर्ने मान्छे हेर कति मिहिनेत गरिरहेछ तर यहाँको मान्छे चाहिँ भन्नुपर्ने हुन्छ यहाँको मान्छे चाहिँ फ्रेन्डली चाहिँ लाग्यो मलाई एकदम राम्रो पोलाइट यहाँ मान्छेहरू पुरै छोडिदिएर बे गरेको दिनको बेहुली जस्तो नि अलि छिटो होइन न त्यसरी चाहिँ खनिरहेको रहेछन् एक्चुअली होइन राइस टेरेसलाई हामीले बिदा दियौँ होइन अब हामी अर्को ठाउँमा जान्छौँ त्यसको बारेमा अपडेट गर्दैछौँ